नमस्कार सम्पूर्णमा। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा यस आउँदै गरेको बडा दशैँ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यहाँहरूको उत्तरोत्तरी प्रगति होस्, सुस्वास्थ्य रहनु, दीर्घायु रहनु, खुसी साथ रहनु, नकारात्मक सोच भए त्यसलाई छोडेर सकारात्मक सोच बनाउनु, देशको लागि राम्रो कुराहरू सोच्नुहोस् र जीएनजीको आन्दोलन पश्चात बनेको आन्तरिक जीएनजीको नेतृत्वमा बनेको सरकारले पनि देश र जनताको लागि राम्रो सोच लिएर अगाडि बढोस्। आशा छ अहिले बनेको सरकारले नेपाल र जनताको लागि केही राम्रो गर्छ भनी आशावादी भएका छौँ र आउँदै गरेको फागुन 21 गतेको चुनावमा पनि हामीले कुनै पनि पुराना पार्टी, पुराना दल, पुराना नेताहरूको लोभ लालचमा पैसामा नफसिकन अब आउने चुनावमा नयाँ पुस्ता जो स्वच्छ छवि भएको त्यसको लागि म केही गरेर देखाउँछु भन्ने भाव लिएर आएका व्यक्तिलाई राम्रोसँग चिनेर निहालेर भोट दिएर जिताउँ ताकि देशले नयाँ सरकार नेतृत्व पाओस्, देशले पनि नयाँ मुहार फेरोस् र हामी जनताहरू पनि सुखी रहन परोस्। जति पनि देशमा घट्ने घटनाहरू हिंसा, हत्या, चोरी, डकैती, लुटपाट, झुट, दलाली सिस्टम यो नहोस्। आगामी सरकारले यसलाई सबैलाई छोडेर नयाँ सोच लिएर अगाडि बढोस् भन्न चाहन्छु। मैले यो भिडियो गराउँदै गर्दा तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस्। विगतको समयमा केही समयदेखि मैले सोसियल मिडियामा काम गर्दै आइरहेको छु। सोसियल मिडियामा मेरो भ्यू लाइक त आएका छैनन्, तर पनि मैले भिडियो जे जस्तो आफूले जानेको छु, जस्तो सकेछु त्यस्तो हजुरहरूको सामने पक्ष प्रस्तुत गर्दै आएको छु। यो गर्नलाई पनि केही समय लाग्ने, केही मेहनत लाग्ने, केही दुःख गर्न पर्ने भएको हुँदा मेरो दुःखलाई मध्यनजर गर्दै हजुरहरूले भिडियोलाई लाइक गरिदिनु होला, फलो गर्नु, सब्सक्राइब गर्नु, अरूहरूलाई पनि सेयर गरिदिनुहोस्। केही प्रतिक्रिया भए प्रतिक्रिया कमेन्टमा जनाउनु होला। ल लास्टमा सम्पूर्णमा यस विजय दशमी, दीपावली, छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। हस्त।